वेलकम टू माई न्यू ब्लग। आज 2025 10 जुन। गर्मी चाहिँ बबाल रहेछ आज। गर्मी यति छ कि भन्नै नसक्ने। रुगाखुकी लागेर यहाँ तनाव छ। यहाँ केटाहरू धान ओसार्दैछ हाम्रो मिलमा। यता आँप फलेको छ, अब कहिले पाक्छ बेसी अब हेर्नुपर्छ, खानुपर्छ पाकेपछि। आज त टन्टला पूर्व छ। 40 कटिसक्यो आज गाई। बिहानै चाहिँ 35 थियो, आज अहिले 12 बजे 40 पुगिसक्यो गाई चाहिँ। ओ बबाल गर्मी छ, बबाल गर्मी छ है भाइ। गर्मीको मजाले त उयो आज ट्र्याक्टर ब्लग बनाउँदैछु। यो भन्छ आज धान ओसार्दैछ केटाहरू। कहाँदेखि आएको केटाहरू? बक्लोर पिरारीबाट? ए भन्नुपर्छ नि, गर्मी बवाल छ। 40 कटिसक्यो। अब लुगाको हालत यस्तै छ है गाइस। हेर्नु अब नुहाउनु पर्छ स्विमिङ पुलमा। स्विमिङ पुल त छैन, त्यो पनि यता बनाएको छु। यो हाम्रो पोर्टेबल सोलर हो। यहाँ हिजो रातभरि यहीँ चार्ज भयो क्या हो, बिर्सेर छोडेको। आँखा नै तिर्मिरी आइसक्यो। फ्यान चल्दैछ, फ्यानले पनि काम गरेको छैन। अब पछाडिको ब्लगमा पछाडिको देखाउँछु कस्तो। ल मेरो यो सब्सक्राइबर हो होइन। अब के भन्छ ल सब्सक्राइबर के भन्ने? लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु, अनि सेयर पनि गरिदिनु है। भिडियो कस्तो लाग्छ, राम्रो लाग्छ या नराम्रो होइन, त्यही पनि तपाईँहरू लाइक र कमेन्ट सेयर पनि गर्नु होला। यो हाम्रो भाइले पनि मेरो सब्सक्राइबर हो। यो बुढो आउँदैछ उताबाट भित्रबाट। अब बुढोले हेर्दैन युट्युब च्यानल, अब केटोले चाहिँ हेर्छ, उसलाई भन्नुपर्छ। सब्सक्राइब गर्ने होइन, कतिखेर गर्ने? अब घर गएपछि। हाम्रो एउटा सब्सक्राइबर, 2टा धान ओसार्दैछ हाम्रो मिलमा। गर्मीमा हेर्नु केटाहरू पसिना चाहिँ। मकै बारी थियो, सबै जलेर खरानी भयो, आगो भयो। अब बिउ पनि खसालेको छु। यस्तो चर्को घाममा आगो बलिरहेको छ अहिले। त्यही पनि भ्लग चाहिँ बनाइरहेको छु। यो आगो बलिरहेको छ। यो पछाडिको भाग हो मेरो। अब बाख्रा हेर्नु कस्तो कहाँ चल्छ। आगो बलिरहेको छ आलु। अब कति दिनसम्म हो बिउ? अब बिउ हेर्न जाँदैछु। अब त्यो जल हो कि क्या हो म हेर्छु। अब पानी हाल्नुपर्छ कि। यो मकै बारी कि पुरा सबै जलेर नष्ट भयो। हुँदै भएन। अब हेर्नु यो अझ पछाडि पानी रहेनछ बिउमा। हो माई गड, पानी पुरै सखा भइछ। ल आज अब मोटर चलाएर पनि अब पानी चाहिँ भर्नुपर्छ। यो पुरै नष्ट छ, आगो बलिरहेछ आज। 40 डिग्रीमा त आगो बल्छ नेपालमा, विदेशमा त झन् कति आगो। सूर्य देवता अभी क्या आग उबल रहा है। अब कब ठंडक मिलेगा? अब भन्छ कोशी प्रदेशमा मनसुन छैन। मनसुन परेबाट भागो। अब कता भागो अब खोजेर ल्याउनु पर्छ। अब हेर्नु अब यो ब्लग यही चाहिँ अब टुङ्नु पर्छ। अर्को ब्लगमा पनि फेरि भेटौँला। तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, सब्सक्राइब, कमेन्ट, सेयर पनि गर्नु होला। भिडियो कस्तो लाग्छ, राम्रो नराम्रो कमेन्ट गर्नु होला, सेयर पनि गर्नु। नेक्स्ट ब्लगमा भेट्ने बाचा गर्दै आजलाई यहीँ टुङ्ग्याउँछु 2 शब्द। धन्यवाद।